पालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयबाट 7, युवा श्रम तथा रोजगार मन्त्रालयबाट 5, रक्षा मन्त्रालयबाट 1, विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयबाट 4, शिक्षा तथा खेलकुद मन्त्रालयबाट 9, सूचना तथा सञ्चार मन्त्रालयबाट 6, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट 11, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट 16 गरेर 166 वटा विधेयक आउने आर्थिक वर्षमा सरकारले संसदमा पेश गर्ने तयारी गरेको छ। सम्मान्य सभामुख महोदय, प्रचलित कानुनको सुधार तथा नयाँ कानुन निर्माणलाई थप प्रभावकारी रूपमा अगाडि बढाउन प्रचलित ऐनको खारेजी, संशोधन, संहिताकरण र एकीकरण गर्ने तथा नयाँ कानुन बनाउनु पर्ने विधेयकको पहिचान गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आर्थिक वर्ष 2083-84लाई कानुन सुधार तथा निर्माण वर्षका रूपमा घोषणा गर्दछ। साथै प्रचलित कानुनहरूको पुनरावलोकन तथा सुधारका लागि उच्च स्तरीय कानुन सुधार समिति गठन गर्ने तयारी पनि भइरहेको छ। आगामी आर्थिक वर्ष कानुन सुधार वर्ष भएको हुँदा कार्यतालिकामा उल्लेख भएको भन्दा थप विधेयकहरू समेत पेश हुन सक्ने भएकाले कार्यतालिकामा समावेश गरेका विधेयक बाहेक अन्य कुनै विषयमा तत्काल विधेयकको मस्यौदा तर्जुमा गर्नुपर्ने अवस्था आएमा विधायन ऐन 2081 को दफा 3 को उपदफा 5 बमोजिम विधेयकको मस्यौदा तर्जुमा गरी सङ्घीय संसदमा पेश गरिने तथा आवश्यकताका आधार विधेयकको प्राथमिकता समेत हेरफेर हुन सक्ने बेहोरा समेत अनुरोध गर्न चाहन्छु। सङ्घीय संसदमा पठाइएको सूची बमोजिमका विधेयकहरूको तर्जुमाको अवस्था यकिन गर्न विधेयक अनुगमन प्रणाली गभर्नमेन्ट बिल ट्र्याकिङ सिस्टम सञ्चालनमा ल्याइने तयारी गरिएको जानकारी पनि निवेदन गर्न चाहन्छु। सम्मान्य सभामुख महोदय, यसैगरी कानुन निर्माणको लागि सुझावहरू सङ्कलन गरी सहभागितामूलक कानुन निर्माण प्रक्रियालाई मूर्त रूप दिन कानुन मन्त्रालयले नो योर ल मेक यु ओन ल भन्ने सुझाव पोर्टल सञ्चालन गरी आम नागरिक तथा सरकारवालाहरूबाट सुझावहरू सङ्कलन गरिरहेको छ। यो पोर्टल लागू गरे पश्चात हालसम्म विभिन्न विषयमा करिब 400 वटा महत्त्वपूर्ण सुझावहरू प्राप्त भइसकेका छन्। प्राप्त सुझावहरूलाई अध्ययन, विश्लेषण तथा सरकारवालासँग छलफल गरी कानुन संशोधन तथा नयाँ कानुन निर्माण प्रक्रिया समावेश गर्ने कार्य भइरहेको बेहोरा समेत सम्मानित सदन समक्ष राख्न चाहन्छु। सम्मान्य सभामुख महोदय, सङ्घीय संसदमा विधेयक निर्माण, छलफल र पारित गर्ने प्रक्रियालाई व्यवस्थित तथा अनुमान योग्य बनाई संसदको नियमित विधायिकी काम कारबाही सुचारू र समयमै सम्पन्न गर्न सम्मान्य सभामुख महोदयलाई र संसदीय समितिका सभापति र संसदका महासचिवज्यूसँग पनि कानुन निर्माणको काममा आवश्यक समन्वय गर्नको लागि निवेदन गर्न चाहन्छु र समन्वयको लागि समेत सम्मानित सदनमा जानकारी गराउन चाहन्छु। अन्त्यमा समय उपलब्ध गराउनु भएकोमा सम्मान्य सभामुखलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। धन्यवाद।